आज हाम्रो दाइहरूको के अरे एनिभर्सरी होइन हामी सरको लागि केक पनि ल्याइसकेका छौँ यहाँ अरू पनि अलिअलि धेरै सामान छैन हल्का हल्का यता अलिअलि पड्काउनु सर्काउनु के छ बेलुनहरू लो बेलुन फुलाउनु अनि प्लस के अरे यो फोटो छ तब राम्रो देखिँदो रहेछ है यहाँ सर फुलाउनु राम्रोसँग फुलाउनु राम्रोसँग फुलाउनु म त यो अलि केक अलि मेरो उछाल अझै भएन कि यो म बहुत सानो देखेको म त यो अलि केक अलि मेरो उछाल अझै भएन कि यो म बहुत सानो देखेको तिमी पनि सानै छौ ल अब बोलाम न त दुईजनालाई यसो दुईजनाले बोलाम न त केकर बर्थडे भयो आज एकर बर्थडे नै हो मेरो जन्मदिन थाहा छैन तिमीलाई ए अंकलहरु मेरो जन्मदिन थाहा छैन यार मम्मीलाई भाउजू भुला जाटन आइसक्यो दाइ हेरौँ कस्तो हुन्छ अभी मजा आएगा ना कौन तगालोमा थियो यार कौन तगालोमा थियो र तिमी फेरि तगालो भन्छ मान्छे आउँदै आउन्न यार त्यही तगालोमा के कहाँको के हो तगालो यो होइन तगालो मात्र यता कुनातिर बस्नु भएको थियो कसको बर्थडे फेरि आज फेरि ओ छोरीको बर्थडे अरे तिमीले एकदम मिस गरेछौ त खाने गरेर ठन्डा गरेर मान्छे खोज्न तिमी नआउँदासम्म नखाने रे अनि बाबालाई कुरेर बसिरहेको थियो छोरीले केना पर्छ म जस्तो मान्छेलाई जनिया मान्छेलाई धेरै जनिया मान्छे भाउजूलाई पनि लिएर आइज भाउजूले उता 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 तिमी काट्नु पर्यो नि त के काट तिमीले हुन्छ थाहा बर्थडे सहित केही गर्दैनौँ कि हिँड्नु न पहिला ह्याप्पी एनिभर्सरी दाइ है 25 वर्षको ल ल ल Happy anniversary! Happy anniversary के दाइको 25 वर्ष पुरा भएको ल दुईजना मिलेर केक काट्नु त पुरा टाकीमा पुरै लाग्यो पुरा टाकीमा पुरै लाग्यो अन्तिम सास दुःखका औला भन्दिन जीवन बाटो हिँडेको अब सजाएर सपना हो एउटा
एउटा संसार ल दाइ के खानु त ल यादहरूलाई साथै हजुर तपाईँ नानीको सँगै के गराउने हो फेरि अरे के यता आउनु न यतातिर अलि अलि यता आउनु अलि अलि सुख सबै बाटेर अन्तिम सास फेर्छु सुनिदिनु न दुःखका नआउला डराउला है जीवनको बाटो यो हिँडेको अब सजाएर सपना अर्को पनि संसार अनगिन्ती यादहरू सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँग बाँचेर दिनहरू दुःखका नआउला सँगै काट्नु सँगै सपना हो एउटा संसार अनगिन्ती निकाल्नु ल एउटा हातले खुसीले घर सजाएर काटेन क्या हो ल ल ल भाउजूले पनि ल दाइलाई फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला बाबुले यता दुईजनाले खुलाइदियो हिँडेको अब सजाएर ल अन्तिम यादहरूलाई साथै राखेर यही बस्नु आमा बस्नु आमा बाबाले हात काटे हल्ला भएर टिका लगाइदिउँ ल दाइ त्यहाँ होइन माथि 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 अझ यहाँसम्म क्या दाइ दाइ यहाँसम्म माथि तकन सपना हो एउटा संसार अनगिन्ती यादहरूलाई साथै हाँसोले खुसीले घर सजाएर यो सानो निकाल्दै त खुलाइन्छ अलिकति आमाले दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दुःखका नआउला जीवनको बाटो हिँडेको अब सजाएर सपना हो एउटा संसार ल अनगिन्ती यादहरूले खुसीले घर सजाएर उल्टा भन्ने वाला उल्टा भयो त यहाँ त अनि दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दुःखका नआउला जीवनको बाटो सजाएर सपना हो एउटा अब सर बाहिर हुनुहुन्छ अनि त्यो भएर भिडियो कलमै एकदम यादहरूलाई साथै राखेर हाँसोले खुसीले के छ छोरो खुसी लाग्छ नि दुःख
दुःख सुख सबै बाँडेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनभर दुःखका नआउला भन्दिन बाटो यो हिँडेको अब सजाएर सपना संसार अनगिन्ती यादहरूलाई साथै राखेर आँसुले खुसीले तिम्रो फोटो निकालिदिएको के सबै बाँडेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनभर दुःखका नआउला भन्दिन ओए सानु हाम्रो गिफ्ट दिउँ न हिँडेको अब सजाएर सपना हो एउटा हाम्रो गिफ्ट अनि भाइ होला अनगिन्ती यादहरूलाई साथै राखेर आँसुले खुसीले घर सजाएर बनाइदिन्छ के अर्को अर्को तँ पनि रेम हाम्रो सरको एउटा फोटो गिफ्ट छ अब मैले चाहिँ अब केक सेकहरू यताहरू सामान मैले ल्याइदिएको थिएँ सजाएर सपना हो एउटा संसार छिटो के ल ल यी ब्यानर फोटो ल सासु फेर्छु तिमीसँगै बाँचेर ल ल हेर्ने हो ल हेर 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 न खोल न सट्टाइ हो सट्टाइ ल यता देखाउ त यता ल अनगिन्ती यादहरूलाई साथै राखेर आँसुले खुसीले घर सजाएर टङ्गार राख्ने हो सुख दुःख सुख सबै बाँडेर अन्तिम सार दिनभर दुःखका नआउला भन्दिन जीवनको बाटो यो हिँडेको अब सजाएर सपना हो एउटा संसार यादहरूलाई साथै राखेर आँसुले खुसीले घर सजाएर फोटोको चक्कर भएर घाँटी घाँटी पुग्न लागिसक्यो सुख सबै तिमीसँगै बाँचेर दिनभर दुःखका नआउला भन्दिन जीवनको बाटो यो हिँडेको सजाएर सपना दाइ कति खुसी छौ एकदम दाइलाई फोन गर्दा गर्दा बोलाएर कति ढिलो आयो नि दुःख ल अन्तिम सास तिमीसँगै बाँचेर दिन तैँले पनि भन्दै मन बाबालाई हेर राजुल भन्ला ल भन् धन्यवाद 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 आई लव यू छोरा आई लव यू छोरा अझै 75 वर्ष बाँच्ने भनेको अझै 75 वर्ष बाँच्ने भनेको
would like to take notes. Yes, sir. बाहुन हात धुन पर्यो नि पहिला अन्दै 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 यता दाइ अनि अहिले कस्तो लाग्यो ठिक छ